नमस्ते टसिदेलेक फ्यापुला छ्याजलो म जर्डिन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आज म तपाईहरु सामु एउटा एकदमै खास भिडियो लिएर आएको छु है र के हो भने हामी बुद्धिस्टहरुले चाहिँ मान्छे मर्ने बेला मान्छे बित्ने बेला चाहिँ हामीले पूजा गर्ने गर्छौं र आजको यस विषयमा चाहिँ आजको यस भिडियोमा चाहिँ म अब मान्छे बित्ने बेला कुन पूजा गर्नुपर्छ कुन पूजाहरू गर्न मिल्छ अथवा कुन पूजाहरू गर्नुपर्छ र साथै अब पूजा गर्ने बेला लामाहरू कति जना बोलाउँदा सही हुन्छ है र त्यसको विषयमा चाहिँ तपाईहरुलाई म भन्ने छु र अब सर्वप्रथम मान्छे मरेको अब पूजालाई जब मरौको पूजालाई शाब्देन भनेर भन्न मिल्छ कि मिल्दैन हामी कतिले चाहिँ घरमा जुनै सुकै पूजा होस् चाहे घरकै जीवित मान्छेहरुको लागि पूजा होस् त्यसलाई पनि हामीले शाब्देन भन्छौं र हाम्रो घरमा कुनै मान्छे बित्नु भयो भने त्यसको पूजालाई पनि हामीले शाब्देन भनेर कसैले भन्ने गर्छन् र अब भन्नुपर्दा यो मरौको पूजालाई शाब्देन भनेर भन्न मिल्छ कि मिल्दैन भन्दाखेरि कदापि मिल्दैन है त यो पूजालाई हामीले शाब्देन भन्दैनौं किन भन्दाखेरि शाब्देनको अर्थ के हो भन्दाखेरि शाब्देन भनेको चाहिँ जिउँदो मान्छेको लागि गर्ने पूजालाई शाब्देन भनिन्छ जिउँदो मान्छे चाहिँ जिउँदै रहन् बिमारबाट मुक्ति हुन् बिना समय नमरुन् है भनेर चाहिँ पूजा गर्ने त्यो पूजालाई चाहिँ शाब्देन भन्छौं र जब मान्छे बितिसकेपछि अब रहनेको कुरा आएन नि त त्यही भएर चाहिँ बितिसकेको मान्छेको लागि जब हामीले पूजा गर्छौं त्यो पूजालाई के भन्नुपर्छ भन्दाखेरि ढुङछोक भन्नुपर्छ है त ढुङछोक एउटा छ जीवित मान्छेको लागि गर्ने पूजालाई भन्छ शाब्देन र जब मान्छे मर्छन् त्यो बेला गर्ने पूजालाई भन्छ ढुङछोक भन्छ है त र अब मरौको पूजामा कति जना लामा चाहिन्छ त कति जना लामा बोलाउँदा सही हुन्छ भनेर भन्नु पर्दाखेरि चाहिँ अब हुन त जति धेरै लामा बोलाएर पूजा गर्न सक्यौं उति नै राम्रो तपाईले 10 जना 15 जना जति बोलाउन सक्नुहुन्छ 20 जना है जति बोलाउन सके पनि राम्रै हो तर यदि सक्नुहुन्न भने पनि 6 जना म चाहिँ के भन्छु भन्दाखेरि 6-7 जना लामा चाहिँ बोलाउनै पर्छ किन भन्नु पर्दाखेरि चाहिँ जस्तै मानौं एउटा मरौको पूजा गर्ने बेला एउटा त्यो आगो बाल्ने मतलब जब तपाईहरुले अब मरौको पूजा गरेको देख्नु भएको छ कि छैन होला त्यो पूजा गर्दाखेरि के हुन्छ भन्दाखेरि झाङसोक भन्छ एउटा कागज जलाउँछ त्यो कागज जलाउने लामा चाहिँ के हुनुपर्छ भन्दाखेरि गुफा बसेको लामा हुनै पर्छ या त गुफा बसेको लामा हुनुपर्छ या त ठुलो रिम्पोछेहरु ठुलो टुल्को रिम्पोछेहरु हुनुपर्छ है त एउटा भयो त्यो र अर्को ओम्जे भनिन्छ ओम्जे भनेको चाहिँ पूजालाई लिड गर्ने पूजा सुरु गर्ने पूजालाई सही दिशामा लाने है ओम्जे भनिन्छ 2 जना भयो नि त र घ्यालिङ फुक्ने भन्छ बाजा बजाउने 2 जना चाहियो र गरी 4 जना भयो र एउटा अब ओम्जेले के गर्छ जस्तै अब रोल्मो सिङ्गेन भन्छ झ्याम्टा बजाउनु हैन त्यो बजाउँदाखेरि एकजनाले ढ्याङ्ग्रो बजाउनु पर्यो नि ना बजाउनु भन्छ एकजना चाहिँ 5 जना भयो र यो पूजा गर्दाखेरि तोर्मा बनाउनु पर्यो नि त्यो तोर्मा बनाउनेलाई छयोग भनिन्छ र त्यसै गरेर चाहिँ 6 जना चाहिँ चाहिन्छ एउटा अब पूजा मज्जाले गर्ने हो भने चाहिँ बाजा बजाएर तोर्मा बनाएर पूजा गर्ने हो भने चाहिँ 6-7 जना चाहिँ लामा जसरी भयो पनि चाहिन्छ र यति पनि सक्नुहुन्न भने चाहिँ 6-7 जना लामा पनि बोलाउन सक्नुहुन्न भने चाहिँ केही फरक पर्दैन 1-2 जना लामा बोलाएर पनि पूजा गर्न मिल्छ त्यस्तो मिल्दै नमिल्ने चाहिँ हैन है त सक्नुहुन्छ भने 6-7 जना है अझै धेरै सक्नुहुन्छ भने 10-15 जना 20 जना जति बोलाए पनि हुन्छ है र सक्नुहुन्न भने 1-2 जना बोलाएर पनि मरौको पूजा गर्न सक्नुहुन्छ
र अर्को कुरा अब मान्छे बितेपछि कति दिनसम्म चाहिँ हामीले पूजा गर्नुपर्छ त भन्दाखेरि मान्छे जब बितेपछि चाहिँ 49 दिनसम्म चाहिँ हामीले चाहिँ अर्को जुनी नलिएर 49 दिनसम्म चाहिँ हाम्रै वरिपरि घुमेर बस्छन् आत्मा चाहिँ। अब 49 दिनसम्म चाहिँ 49 दिन यानि 7 हप्ता हो नि त। 7 हप्तासम्म चाहिँ हामीले अब हरेक हप्ता चाहिँ हामीले पूजा गर्नुपर्छ। हरेक हप्ता चाहिँ एक हप्ता 2 हप्ता 3 हप्ता गरेर 7 हप्तासम्म चाहिँ हरेक हप्ता चाहिँ हामीले पूजा गर्नु एकदम जरुरी छ। पूजा सानो गर्ने ठुलो गर्ने अब त्यो तपाईको हातमा हो हैन, तर पूजा गर्नु चाहिँ एकदम जरुरी छ त्यो बेला है त। र अब अर्को कुरा मान्छे मरेको बेला कुन पूजा गर्नुपर्छ अथवा कुन पूजा गर्न मिल्छ भन्दाखेरि मान्छे बित्ने बेला गर्ने पूजा खास भने धेरै प्रकारको पूजाहरू छ, धेरै पाठहरू छन्। र अब 7 हप्तासम्म है हरेक हप्ता चाहिँ हामीले अर्कै पूजा गर्न पनि सक्छौं। र अब जस्तै भन्नुपर्दा के पूजा छ भन्दाखेरि हेपाक भन्ने एउटा पूजा छ है, एउटा छ खरा धुङडुक भनिन्छ, एउटा साङथिक तोर्सेम भन्ने छ, एउटा मिठुकबा भन्ने छ, त्यसै गरी मिलिङ तोर्सेम, पेमा बेन्जा, क्यालवा क्याम्छो भन्ने धेरै पूजाहरू छन् है। र अब यो धेरै पूजाहरू मध्ये चाहिँ हामीले हरेक हप्ता चाहिँ हामीले एउटा पूजा गर्न मिल्छ हामीले है, एउटा पूजा गर्न सक्छौं। र अब अर्को कुरा जब मान्छे मर्छन् हामीले सुर बाल्ने गर्छन् है। सुर बाल्नुको कारण के हो भन्दाखेरि अब यो सुरको विषयमा चाहिँ मैले पहिला पनि भिडियो बनाइसके, तर आज फेरि भन्नु पर्दाखेरि जब मान्छे मरेर जान्छन् अब उहाँहरूले चाहिँ अब भनौं अब आत्मा हो नि त, त्यो आत्माले चाहिँ हामी जस्तै गरेर खाना खान चाहिँ सक्दैन नि त। हामी जस्तै रोटी चपाउन, भात चपाउन, दाल खान, चिया पिउन सक्दैन नि। तर त्यो आत्मालाई पनि भोक त लाग्छ नि त है। हामीलाई पनि भोक लाग्छ, त्यो आत्मालाई पनि भोक लाग्छ, र त्यो आत्मालाई पनि अब भोक मेटाउन के खानु पर्छ। त्यो बेला हामीले दिनु पर्ने र त्यो आत्माले पनि यानी खान सक्ने भनेको सुर हो। अब सुर कसरी बनाउने है भन्ने चाहिँ त्यसको विषयमा मैले भिडियो बनाइसके पहिला नै है, त्यो हेर्न सक्नुहुन्छ तपाईहरुले। र अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि अब अघि भने चाहिँ जब मान्छे मरेर जान्छन् 49 दिनसम्म हाम्रो वरिपरि डुलेर बस्नुहुन्छ आत्मा चाहिँ। अब त्यो 49 दिनसम्म चाहिँ हामीले अब त्यो मान्छेले जस्तै मानौं अब हामी कसैको एकजना दाइ बित्नु भएको छ भने अब त्यो दाइले बिहान दिउँसो बेलुका कुन बेला खाना खानुहुन्थ्यो त्यो बुझेर त्योसँग समय मिलाएर चाहिँ सकेसम्म चाहिँ बिहान दिउँसो बेलुका 3 टाइम हामीले सुर बाल्ने है, सुर बाल्नु पर्यो, खाना दिनु पर्यो नि त। अब सुर बालेर चाहिँ के हुन्छ भन्दाखेरि सुर बालेर चाहिँ त्यसबाट जुन सुगन्ध आउँछ त्यो सुगन्ध चाहिँ अब त्यो आत्माले बितेको मान्छेले चाहिँ त्यो सुगन्ध चाहिँ खाने हो। त्यो सुरको बास्ना त हैन, सुरको गन्ध चाहिँ खाने हो है। अब त्यो मार्फत चाहिँ उसले आफ्नो भोक मेटाउँछ। अब यो बेला हामीले के बुझ्नु पर्यो भन्दाखेरि अब हामी कसैले पनि हाम्रो एउटा चाहने मान्छे चाहिँ बित्यो भने त्यसलाई नराम्रो होस्, त्यो आत्मालाई नराम्रो होस्, त्यसले नराम्रो जुनी लियोस् भनेर चाहिँ हामीले सोच्दैनौं नि। यदि सोच्दै अब तपाई हामीले त्यसो सोच्नुहुन्न भन्ने अब त्यो जस्तै गरेर हामीले काम पनि त्यस्तै गर्नु पर्यो नि। के गर्नु पर्यो भन्दाखेरि आत्मालाई जुन बित्नु भएको छ उहाँलाई हामीले रिस उठ्न दिनु भएन। त्यो आत्मा पनि आखिर यो शरीर पो छोडेर गएको हो त, उसलाई पनि रिस त उठ्छ नि। अब कसरी रिस उठाउनु भएन भन्दाखेरि खाना समयमा दिनु पर्यो। हामीलाई भोक लागिरहेको बेला समयमा खाना पाएन भने हामीलाई कति रिस उठ्छ। त्यस्तै गरी त्यो आत्मालाई पनि त्यही हो, समय अनुसार
उसलाई भोक लाग्छ र त्यो समयअनुसार उसलाई खाना दिनु एकदम जरुरी छ। रिस उठाउनु भएन है। र आत्माले सबै कुरा देखिरहेको हुन्छ। हामीले पो आत्मालाई देख्न नसकेको त। आत्माले त हामीलाई 49 दिनसम्म हामीलाई हेरिरहेको हुन्छ, हामीलाई देखिरहेको हुन्छ। त्यसैले चाहिँ अब समयमा सुर बालौँ र आत्मालाई पनि रिस नउठाउँ र आत्मालाई र एउटा राम्रो जुनी पाउनको लागि चाहिँ पूजाहरू राम्रो गरौँ, हरेक हप्ता पूजाहरू राम्रो गरौँ है, त्यसमा ध्यान दिउँ भनेर भन्न चाहन्छु। र यो चाहिँ थियो अब मान्छे बितेपछि कुन कुन पूजा गर्नुपर्ने र कतिजना लामा बोलाउनु पर्ने, सुर कसरी बाल्नुपर्ने भनेर त्यसको विषयमा मैले छोटकरी भिडियो बनाएको तपाईँहरूको लागि। र अब यसै गरी धर्म सम्बन्धित अरू केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र आशा छ केही कुरा जान्नुभयो होला भनेर आशा गर्दछु। र फेरि पनि धर्म सम्बन्धित अर्को भिडियोमा भेट्ने बाचा गर्दै हस्त अनि धन्यवाद।